नमस्कार। विश्वकप क्रिकेटको महासंग्राम र यो महासंग्राममा नेपालको पहिलो खेल नै विश्वकै एक शक्तिशाली टोली इङ्ल्यान्डसँग हुँदैछ। यो खेल नेपालका लागि एउटा ठूलो चुनौती मात्र होइन, एउटा सुनौलो अवसर पनि हो। अब प्रश्न उठ्छ, के नेपालले साँच्चै विश्वको नम्बर 1 टिमलाई हराउन सक्छ त? एकातिर छ क्रिकेटको गोलियात इङ्ल्यान्ड र अर्कोतिर छ हाम्रो डेभिड नेपाल। यो असम्भव जस्तो देखिने सपना के साँच्चै पूरा होला त? आउनुहोस् यसैको विश्लेषण गरौँ। ल सुरु गरौँ विश्वकपको पहिलो चुनौतीबाट। अब सिधै दुवै टिमको विश्लेषणमा जानु अघि यो म्याचको सिनारियो कस्तो छ त्यो बुझ्न एकदमै जरुरी छ, किनभने खेलको नतिजामा यसले ठूलो भूमिका खेल्छ। खेल हुँदैछ फेब्रुअरी 8 मा मुम्बईको चर्चित वानखेडे स्टेडियममा। अब वानखेडेको कुरा गर्दा यो स्टेडियम सानो छ र पिच त ब्याट्सम्यानहरूको लागि स्वर्ग जस्तै हो, एकदम फ्ल्याट पिच। यसको मतलब इङ्ल्यान्डका ती खतरनाक ब्याट्सम्यानहरूलाई रोक्न हाम्रा बलरहरूलाई साँच्चै नै एकदमै गाह्रो हुनेवाला छ। अब हाम्रो प्रतिद्वन्दी इङ्ल्यान्डको कुरा गरौँ। उनीहरू कतिको शक्तिशाली छन् त? उनीहरूलाई विश्वकै नम्बर 1 टिमभन्दा केही फरक पर्दैन। टिममा अनुभवी खेलाडी पनि छन् अनि युवा जोस पनि। यो कम्बिनेसनले उनीहरूलाई कुनै पनि सिचुएसनमा एकदमै बलियो बनाउँछ। उनीहरूको टिम हेर्ने हो भने हरेक पोजिसनमा स्टार खेलाडीहरू छन्। कप्तान ह्यारी ब्रुक, जस बटलर, फिल सल्ट जस्ता विस्फोटक ब्याट्सम्यान, स्याम करन जस्ता म्याच विनिङ अलराउन्डर, मतलब बोलिङ, ब्याटिङ, फिल्डिङ सबै डिपार्टमेन्टमा विश्वकै उत्कृष्ट खेलाडीहरूले भरिएको छ यो टिम। इङ्ल्यान्डको सबैभन्दा ठूलो स्ट्रेन्थ, उनीहरूको सबैभन्दा ठूलो हतियार नै उनीहरूको ब्याटिङ लाइनअप हो। ह्यारी ब्रुक, जस बटलर, फिल सल्ट यस्ता नामहरू छन् जो एक्लैले म्याच जिताउन सक्छन्। अनि फेरि त्यही वानखेडेको ब्याटिङ पिच, यो त आगोमा घिउ थपे जस्तै भयो। उनीहरूलाई रोक्नु नेपालको लागि सबैभन्दा ठूलो टाउको दुखाइयो फर श्योर। कुरा ब्याटिङको मात्रै होइन, उनीहरूका अलराउन्डरहरू पनि उत्तिकै खतरनाक छन्। जस्तै स्याम करन, यिनी ब्याट र बल दुवैले खेल पल्टाउन सक्छन्। अनि स्पेनमा लियाम डल्सन र जेकब बेथेल जस्ता खेलाडी छन् जसले नेपाली ब्याट्सम्यानहरूलाई पक्कै पनि समस्यामा पार्नेछन्। ल, यति धेरै डरलाग्दो कुराहरू सुनिसकेपछि अब एउटा राहतको खबर पनि छ। नेपालको लागि एउटा सानो तर महत्त्वपूर्ण आशाको किरण भनौँ न। र त्यो राहतको खबर के हो भने इङ्ल्यान्डका सबैभन्दा खतरनाक फास्ट बलर जोफ्रा आर्चर, उनी चोटका कारण यो विश्वकप नखेल्ने लगभग पक्का पक्की छ। उनको त्यो 155 किलोमिटर प्रति घण्टाको स्पिडको बल खेल्नु नेपाली ब्याट्सम्यानहरूको लागि सायद सबैभन्दा ठूलो च्यालेन्ज हुन्थ्यो। त्यो च्यालेन्ज अहिलेलाई टरेको छ भन्नुपर्छ। त ढुक्क भइहाल्ने अवस्था भने छैन है। आर्चर नभए के भयो त? टिममा ल्युकवुड र जेमी ओभरटन जस्ता बलरहरू छन् जो 40 को स्पिडमा मजाले बलिङ गर्छन्। भनेपछि फास्ट बलिङको च्यालेन्ज त अझै पनि जस्ताको तस्तै छ। ल, इङ्ल्यान्डको स्ट्रेन्थको कुरा त भयो। अब आफ्नो टिमको कुरा गरौँ। नेपालको तयारी र कमजोरीहरू के छन् त? कुन कुन एरियामा हामीले विशेष ध्यान दिनुपर्छ? हाम्रो सबैभन्दा ठूलो र पुरानो कमजोरी भनेकै सर्ट पिच बल हो। फास्ट बलरले फालेको बाउन्सरमा हाम्रा ब्याट्सम्यानहरूले सधैँ स्ट्रगल गरेको देखिन्छ। अनि इङ्ल्यान्डसँग ठ्याक्कै त्यही कमजोरीमा अट्याक गर्न सक्ने ल्युकवुड र जेमी ओभरटन जस्ता बलर छन्। उनीहरूले यही कमजोरीको फाइदा उठाउन खोज्छन्, यो त पक्का हो। दोस्रो कमजोरी हो स्पिन, खास गरी लेफ्ट आर्म अर्थोडक्स स्पिन। हाम्रो टप अर्डरका ब्याट्सम्यानहरूलाई यस्तो बलिङ खेल्न अलिक गाह्रो हुने गरेको इतिहास छ। अनि इङ्ल्यान्डको टिममा फेरि लियाम डसन र जेकब बेथेल जस्ता स्पेशलिस्ट स्पिनरहरू छन्। उनीहरूले पनि पक्कै यही कमजोरीलाई टार्गेट गर्नेछन्। ल, यति धेरै चुनौतीहरू छन्, कमजोरीहरू पनि छन्। त्यसो भए अब सबैभन्दा ठूलो प्रश्न, जितको सम्भावना कति छ त? के नेपालले साँच्चै जित्न सक्छ? हेर्नुहोस्, प्रेसर हामीलाई मात्रै होइन, प्रेसर इङ्ल्यान्डलाई पनि छ। किनभने उनीहरूले एउटा यस्तो टिमसँग खेल्दैछन् जसलाई उनीहरूले पहिले कहिले खेलेका छैनन्। यो अननोन फ्याक्टर नै नेपालको लागि सबैभन्दा ठूलो हतियार बन्न सक्छ। त्यसो भए जितको लागि गर्नुपर्ने के हो त? यो खेल स्किलको मात्र होइन, माइन्डसेटको पनि हो। पहिलो कुरा, डर बिना खेल्नु पर्यो। अन्डरडग हौं भन्ने प्रेसर हटाएर खेल्नु पर्यो। दोस्रो, उल्टै इङ्ल्यान्डलाई प्रेसर दिनु पर्यो। उनीहरूसँग हार्नको लागि धेरै कुरा छ, हामीसँग छैन। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, मैदानमा राम्रो खेल्छु भनेर मात्र होइन, जित्छु भनेरै उत्रिनुपर्छ। अब अन्त्यमा यो प्रश्न सबै क्रिकेट फ्यानहरूलाई, यो सबै विश्लेषणपछि के लाग्छ?
के नेपालले यो ऐतिहासिक खेल जितेर इङ्ल्यान्डलाई स्तब्ध पार्न सक्ला? ल यसबारे सोच्दै गरौँ र त्यो ऐतिहासिक दिनको